नक्कली ब्लड क्यान्सर पीडितहरूलाई करोडौंको सहयोग आइरहेको बेला सक्कली ब्लड क्यान्सर पीडितहरूको हार गुहार। छोरा बचाउन रामप्रसादको हरसम्भव प्रयास, घर बेच्दा पनि पुगेन अनि सामाजिक सञ्जालबाट सहयोगको अपिल। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ। घरमा बिहान बेलुका छाक टाड्न हम्मे हम्मे परिरहेको बेला मेरो छोरा अस्पतालको बेडमा चिच्याइरहेको छ। वीरेन्द्रनगर 11 का रामप्रसाद पोखरेलले भने, म आफै एउटा बेरोजगार छु। अब मैले परिवारको भोको पेट भरौँ कि अस्पतालको बेडमा चिच्याइरहेको छोरालाई बचाउँ। हे भगवान, बरु हामी भोकै बसौँला तर छोरालाई बचाइदिनुहोस्। यो ब्लड क्यान्सर पीडितका बुवा रामप्रसादको चितकार हो। वीरेन्द्रनगर नगरपालिका 11 काठकुवा टोलका रामप्रसाद पोखरेल यति बेला छोराको उपचारका लागि काठमाडौँको निजामती कर्मचारी अस्पतालमा छन्। अस्पतालको हेमाटोलोजी वार्ड अन्तर्गत बेड नम्बर 239 मा छोरा रोशनको उपचार भइरहेको छ। ब्लड क्यान्सरका बिरामी रोशनलाई बचाउन रामप्रसादले भएको सबै सम्पत्ति बिक्रीमा राख्नु परेको छ। छोरालाई ब्लड क्यान्सर होला भनेर उनले कल्पना पनि गरेका थिएनन्। सामान्य बिरामी होला भनेर उनले अघिल्लो महिना वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा लिएर गएका थिए। भन्छन् त्यहाँबाट डाक्टरले ब्लडमा खराबी छ, काठमाडौँ लैजानुहोस् भनेपछि चिन्ता थपियो। केही दिन सरसाफट गरेर उनले फागुन 5 गते छोरालाई काठमाडौँ ल्याए। उनले सुरुमा सोचेका थिए सामान्य समस्या होला, उपचार भइजाला। तर अस्पतालका डाक्टरले सिधै तपाईको छोरालाई ब्लड क्यान्सर भएको रहेछ, 30 देखि 35 लाख खर्च लाग्छ भनिदिए। यताउता सरसाफट गरी छोरालाई अस्पतालसम्म पुर्याएका रामप्रसादको होस नै उड्यो। त्यो बेला मेरो खल्तीमा 10 रुपैयाँ पनि थिएन। डाक्टर साहबले 30 लाख भन्दा बढी खर्च भनेपछि छाङ्गाबाट खसे जस्तै भए। निराश हुँदै उनी भन्छन्, कहाँबाट ल्याउनु त्यत्रो ठुलो रकम? मैले त कहिले पनि त्यति ठुलो पैसा देखेको छैन। के गरौँ कसो गरौँ भयो। रामप्रसाद मौरी पालन व्यवसायिक हुन्। त्यहीबाट आएको पैसाले उनी घर खर्च चलाउँछन्। एक छोरा र एक छोरी पढाइरहेका छन्। पछिल्लो समय उनको व्यवसाय पनि कमजोर हुन थालेको छ। अन्य कुनै रोजगारी नभएकाले घर खर्च चलाउन उनलाई हम्मे हम्मे छ। छोराको उपचार गर्न यति ठुलो रकम कसरी जोहो गर्ने उनलाई चिन्ताले सताउन थाल्यो। छोरालाई यही अवस्थामा घर लैजान पनि सक्दिन। रामप्रसाद दुखी हुँदै भन्छन्, के गर्ने, घरै बेचेर भए पनि छोरालाई बचाउनु पर्यो। यता उताबाट सरसापट गरेर उनले जम्मा गरेको 5 लाख रुपैयाँ पनि खर्च भइसक्यो। सम्पत्तिका नाममा भएको त्यही घर उनले बिक्री गरे। भन्छन् 27 लाखमा घर बेचे। किन्नेले केही रकम दिइसकेको छ, पास गर्न बाँकी छ। उक्त रकमले पनि उपचार गर्न नपुग्ने भएपछि उनले सामाजिक सञ्जालमा गुहार मागेको बताएका छन्। उनका अनुसार अहिले दैनिक 20,000सम्म छोराको उपचार खर्च भइरहेको छ। वीरेन्द्रनगर नगरपालिका 11 का वडा अध्यक्ष खिमलाल देवकोटाले अस्पताललाई सहुलियतका लागि सिफारिस पत्र लेखिदिएका छन्। अस्पतालबाट बढीमा 1 लाखसम्मको सहयोग पाएका उनको त्यो पैसा पनि सकिएको छ। अस्पतालले पनि उपचार गर्न लामो समय लाग्ने बताएको छ। यद्यपि रोशनलाई अझै कति महिना अस्पतालमा राख्नुपर्ने हो यकिन भने छैन। डाक्टरले सन्चो हुन्छ त भनेको छ, डाक्टरले सन्चो हुन्छ त भनेका छन्। रामप्रसाद भन्छन्, के गर्नु, पैसा जुटाउन निकै कठिन भयो। परिवारको भोको पेट भरौँ कि अस्पतालको बेडमा छटपटाइरहेको छोरालाई बचाउँ। तर पनि उनी छोरा बचाउन आशावादी छन्। रोशन राष्ट्रिय चन्द्रगङ्गा मावि गाग्रेतालमा कक्षा 12 मा अध्ययन गरिरहेका छन्। रामप्रसादले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेका छन्। सहयोगी मनहरूले रामप्रसाद पोखरेलको नाममा ग्लोबल आइएमई ब्याङ्कको खाता नम्बर, इस्युआ नम्बर र मोबाइल नम्बरमा सहयोग गरिदिन उनले आग्रह गरेका छन्। पछिल्लो समय नक्कली ब्लड क्यान्सर पीडित बनेर लोकदोहोरी गायक बिर्ख विश्वकर्माले करोडौँ पैसा उठाएको पनि विभिन्न सञ्चार माध्यमहरूमा आइरहेका छन्। कतिपयले सक्कली ब्लड क्यान्सर पीडितलाई सहयोग गर्नुपर्ने समेत बताएका छन्।